तल थियो के एउटा त्यस्तै थियो गोलो थियो गोलो थियो कहाँ धेरै टाढा पनि नजिकै हो धेरै टाढा अब यतातिर उता काटे अन्त हेरौँ न त्यही साइडतिर जाउँ उतातिर काटेर काटे पुरै जाउँ केटाहरूलाई के छ हामी कहाँ जान लाग्यो अरे हामीहरू अब मुढा लान गइरहेछौँ के गर्ने मुढा मुढा अब यसो काटेर दाउरा जलाउने दाउरा हामी यो ओछ्यान लिन आएन मासु काट्ने के लिन आएको अरे अचार लिन आएको राम्रोसँग भन न ओछ्यान लिएर के गर्ने ओछ्यान लिएर के गर्ने ओछ्यान लिएर के गर्ने अचार धेरै मासु काट्ने पसल लाग्ने कहाँ पसल लाग्ने अरे हो ल हामी ओछ्यान लिन आएको विशेष गरी आज चाहिँ जङ्गलतिर होइन ओछ्याउनु के भन्छ त्यो काट्ने ओछ्याउनु क्या अनि त्यो भएर ओछ्याउनु खोज्दैछौँ हामीले यताउता मुढाहरूको विशेष गरी उता चाहिँ केटाहरू छ हाम्रो यो के अरे कृतम होइन तिम्रो नाम कृतम के उपाध्याय हो कृतम के हो उपाध्याय कि के हो बुढा ल साइड साइडतिर पाउँछ यतिर त पुरै वन काटेर रहेछ त है यो लाइन हाल्नु मलाई यस्तो काटेर रहेछ है वन यार खोइ यो के भन्छ यो लाइन हाल्नुको लागि काटे कि यो वनभरि है यो लाइन हाल्नुको लागि काटेर रहेछ क्या यस्तो यो त पुरा इन्डियाको जस्तो पो रहेछ है मोटो टाइपको डेन्जर रहेछ यहाँतिर भेटिन्छ त यस्तो टाइपको हुनु पऱ्यो छ त चिल्लो टाइपको हो छ त यो यस्तो टाइपको भइदियो अनि ठ्याक्कै बन्जरले काटेर नि त्यो भाइले अचानक काट्दैछ हाम्रो लागि होइन मासु काट्ने अचानक चाहिँ फाइनली त्यही हो होइन बहुत साडो टाइपको काट्के रियल नाम के हो उसको वो तो उधर गाडी साइडबाट चिप्लेर काट्ने है अलि बस्ने टाइपको हुनु पर्यो भुइँमा लाई फास्ट काट्नु पर्यो अलि फास्ट कृतमले नि काट्ने हो खोइ यता हेर्दिउँ त कृतम सक्छ कि नै काट्न के गर्न आएको त यहाँ नकाट्न सक्ने भए घुम्न फोटो गराउँदै हुनुहुन्छ पछि मिलाउला भयो अचन त राम्रै हुन्छ नि जोस् बसेर नि बस्छ त उभ्याउँदै एकछिन कहाँ घरै लिएर काट्ने कि हामी मिलाउने जान्न त यार के हो त्यो चितुवा उता के गइटा छैन के हो त्यो देखिरहेको छ ल
लखो हामीले चाहिँ जङ्गलबाट दाउरा लिएको अवस्था फाइनल्ली होइन। अब चाहिँ हामी दाउरा लिँदैछौँ, दाउरा काठको होइन। दाउरा लिइरहेको अवस्था हुँदै घुल्ता नमक हे घरको छ। अब त रोड भेट्न लाग्यो होइन।